हेलो गाइस, यो चाहिँ हाम्रो बाछो हो। सानो बाछो भर्खर यो बिहाएको छ। अनि यो चाहिँ दाना पकाउन आँटेको। यो अठ्याक्कल काटेर दाना पकाउन आँटेको म चाहिँ। यो अठ्याक्कल हो, यसको दाना पकाउन आँटेको। यो चाहिँ हाम्रो आलुबारी हो। यो चाहिँ आगो फुक्ने जग्गा हो, यसमै आगो फुक्छ हाम्रो चाहिँ। अनि भाँडा दाना पकाउने भाँडा, बाख्राको खोर यही हो। यो चाहिँ हाम्रो घरहरू हो। यो चाहिँ हाम्रो तोरीबारीहरू हो। मैले दाना काट्न आँटेको दाउल छ। यो चाहिँ तोरीबारी गाई हो। तोरीबारी यही हो। ग्वाली गाई बान्ने ग्वाली हो चाहिँ। यहीँ अब बसेर दाना काट्न आँटेको शीतलमा। यो चाहिँ हाम्रो सागबारी हो। भर्खर उम्रिँदैछ। हेर्नु त भर्खर उम्रिँदैछ एउटा त्यो पनि पानी नआएर पुरा उयो भइरहेको छ। पानी नआएर यतापट्टि त्यो लसुन बारी छ फेरि। त्यहाँ चाहिँ लसुन छ। भर्खर लसुन पनि उयो हुँदैछ, पानी नआएर त्यो पनि साग